माछाले अन्डा पाल्न सुरु गरेछ है। सक्नुहुन्छ हाम्रो चाहिँ कमन क्राप माछाले फुल पार्न सुरु गरिसकेको छ है। त्यही भएर मैले चाहिँ यो धुप्पी काटेर राखिदिएको हो। सो अस्ति एक लट काटिसकेको छ, थोरै थोरै बच्चा निस्केको रहेछ है। आजबाट काट्न थालेछ, त्यही भएर मैले चाहिँ धुप्पी राखिदिएको हो। म चाहिँ खसीलाई दाना दिँदैछु है। बासी भात, मकै, सब्जी गरेर दिने गरिएको छ यो दुईटा खसीलाई चाहिँ है। यिनीहरूलाई चाहिँ दिइँदैन, यिनीहरू पनि सबै खसी नै हो। त्यहाँ पल्लो छेउको दुईटा माउ हो भने यो तिनवटा खसी र यो दुईटा खसी, यिनीहरूलाई चाहिँ दाना दिने गरिएको छ साथीहरू। यसरी बनाएर है चाहिँ माछालाई घाँस टुक्राएर हाल्दैछु है। नेपियरको घाँस हो, यसरी टुक्राएर हाल्दा चाहिँ माछाले सजिलै र छिट्टै खाने गर्दछ, घाँस खेर जाँदैन। त्यही भएर म चाहिँ टुक्राएर हाल्छु नेपियरको घाँस चाहिँ। यसरी टुक्राएर हालेको घाँस चाहिँ एकदमै छिटो खान्छ र खेर जाँदैन है, सबै खाने गर्छ। देख्न सक्नुहुन्छ यो पोखरीमा चाहिँ मैले घाँस हालिसकेको छु है। अब अर्को पोखरीको लागि चाहिँ नेपियरको पात फेरि काट्नु पर्ने भएको छ। घाँस चाहिँ यतिले मात्र पुग्दैन है, भरे फेरि थोरै मात्रामा थप्नु पर्ने छ। मैले चाहिँ अरू घाँस नेपियर चाहिँ मैले हालिसकेको हो। एकदमै बढी लाग्छ माछालाई घाँस चाहिँ यो बर्खाको सिजनमा चाहिँ। देख्न सक्नुहुन्छ मैले चाहिँ यो पोखरीमा पनि घाँस हालिसकेको छु माछालाई है, चट्टो लाएर।